सो गाइज यो रारामा यो के अरे यो सिट कुसन लिएर आएर पनि एकदमै राम्रो गरेछ। अस्ति चाहिँ मेरो अलिकति यहाँ टेल बोन दुख्या भएर चाहिँ होइन अलिकति अप्ठ्यारो फिल भइरहेको थियो, तर जाँदाखेरि पुरै टाइम यो युज गर्दाखेरि अति अति हुन्छ नि आरामदायक भयो क्या चाखलाई होइन, चाखलाई भन्दा पनि बमलाई होइन एकदम आरामदायक भयो। सो कोही ट्राभल गरिराख्नु भएको छ भने यो चाहिँ एकदम इसेन्सियल चिज हो होइन। पहिला पनि ट्राभल गर्दाखेरि यो नहुँदाखेरि हरेक 1-2 घन्टामा ब्रेक लिनुपर्ने होइन, तर यो भएदेखि चाहिँ अलिकति कम्फोर्टेबल भएको छ। सो सबैले यो सामान चाहिँ लिँदा हुन्छ जस्तो लाग्छ। आफ्नो त छैन, पछाडिको भाग त केही बाँकी छैन यसमा। अनि यसमा बस्यो भने चाहिँ होइन त्यो 2-3 घन्टासम्म बस्यो भने चाहिँ पुरै ढुङ्गामै बसे जस्तो हुन्छ। ढुङ्गामा यो एक्सपल्सको सिट चाहिँ अलिकति यस्तै छ, के गर्नु। सोच्नुहोस्, मैले साथीले किन भनिरहेको थिएँ, दुःख पाएँ नि नकिनेर। किन्दा हुन्छ।